ल आयो आयो कस्तो गाडी आयो भने चाहिँ काठमाडौँदेखि जनकपुर झटीसम्मको लागि प्रेम रतन गाडी आयो। सोचेर म भित्र गाडी देखेको थाहा छैन कतिको लग्जरियस गाडी छ भनेर। अब यो गाडी भनेको तपाईँले मजाले हेर्न सक्नुहुन्छ है। टक्कसँग 2x2 सोफा सिट गाडी छ भनेपछि तपाईँ एक्लै हुनुहुन्छ भने हजुरको लागि एक्लैको पनि सिट फर्स्टमै दिएको छ भनेपछि तपाईँ दुईजना हुन्छ कपल फ्यामिली फ्रेन्ड्स जोसुकै पनि हुनुहुन्छ भने मजाले बसेर जान सक्नुहुन्छ भनेपछि आउनुहोस् हजुरलाई म सिटमा बसेर देखाउँछु होइन। सिटमा टक्कसँग बस्नुहोस् होइन। बसिसकेपछि के छ भनेपछि अगाडिमा खुट्टाको रेस्टदेखि लिएर सिटलाई फोल्डिङ गर्नु पऱ्यो भने यसरी मजाले फोल्डिङ गर्नुहोस् होइन। छेउमा तपाईँले चार्जिङ पोर्ट पनि पाउन सक्नुहुन्छ जसमा मजाले मोबाइल चार्ज गरेर होइन तपाईँले मजाले एसीको हावा खाँदै यहाँ मस्त एसीको हावा टन्न आइरहेछ माथि भनेपछि तपाईँले यसो झ्याल छेउको सिटमा बस्नुभयो भने पनि तपाईँले एसीको हावा सँगसँगै छेउमा झ्यालको पनि बन्दोबस्त छ होइन। मजाले झ्यालको हावा खान सक्नुहुन्छ। सँगसँगै छेउमा फ्यानको पनि बन्दोबस्त छ है। अब यसको टिकट चाहिँ घुमाइको एपमा एभाइलेबल भइहाल्यो भनेपछि तपाईँले स्लिपर पनि हेर्नुहोस्। आउनुहोस् म देखाइदिन्छु होइन स्लिपर कस्तो छ भनेर है। अब वाइफाईको पासवर्डहरू सबै ठाउँमा टालिरहेछ भनेपछि गाडीमा अभियसली वाइफाई पाउनुहुन्छ स्योर सर्ट होइन। अब स्लिपर नै हेरौँ है। दुईजना गरेर तपाईँले मजाले दुईवटा केबिन दिएको छ भनेपछि पछाडिमा पनि एउटा केबिन छ। अब स्लिपरको पनि फेसिलिटीको कुरा गर्नु पर्दाखेरि तपाईँले टक्कसँग मजाले माथिमा हेर्न सक्नुहुन्छ एलइडी टिभीदेखि लिएर चार्जिङ पोर्ट होइन सम्पूर्ण फेसिलिटी एभाइलेबल छ भने आजै गरेर तपाईँले घुमाइको एप डाउनलोड गर्नुहोस्। त्यहाँबाट आफ्नो सिटलाई सुरक्षित गरेर काठमाडौँदेखि जनकपुर झटीसम्मको लागि यात्रा गर्नु छ भने प्रेम रतन गाडीको यो लग्जरी बस टिकट चाहिँ घुमाइको एपमा एभाइलेबल छ। सो आजै डाउनलोड गर्नुहोस् घुमाइको एप जुन चाहिँ प्ले स्टोर एप स्टोर दुवैमा एभाइलेबल छ। या त तल दिएको व्हाट्सएप नम्बरबाट पनि सम्पर्क गरेर तपाईँले बुकिङ गर्न मिल्छ। सो आजै डाउनलोड गर्नुहोस् घुमाइको एप र आफ्नो यात्रालाई आरामदायी बनाएर जानुहोस्। धन्यवाद।